फिफा विश्वकप 2026 अन्तर्गत आज बिहान सम्पन्न समूह चरणका अन्तिम खेलहरूले विश्वकपमा नयाँ तरङ्ग पैदा गरेको छ। उपाधि दावेदार ब्राजिलले आफ्नो लयलाई कायमै राख्दै अन्तिम 32मा स्थान पक्का गर्दा सहआयोजक देशहरू क्यानाडा र मेक्सिकोको यात्रा पनि नकआउट चरणतर्फ सोझिएको छ। अमेरिकाको मायामी स्टेडियममा भएको समूह सी को खेलमा 5 पटकको विश्वविजेता ब्राजिलले स्कटल्यान्डमाथि 3-0 को एकतर्फी र शानदार जित दर्ता गरेको छ। नियमित कप्तान नेमार जुनियर चोटका कारण मैदान बाहिरै रहे पनि ब्राजिलले आक्रामक धारमा कुनै कमी भने आएको थिएन। खेलको 7औं मिनेटमा स्कटल्यान्डका डिफेन्डर स्कट म्याकेन्नाको गल्तीको फाइदा उठाउँदै रायनको पासमा भिनिसियस जुनियरले गोलकिपर एङ्स गनलाई विट गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि पनि ब्राजिलको दबाव कायमै रह्यो। भिनिसियसको अर्को एक गोललाई भिएआरले मान्यता दिएन, तर पहिलो हाफको इन्जुरी समयमा ब्रुनो गुइमारेसको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै भिनिसियसले व्यक्तिगत दोस्रो गोल थपेका हुन्। यस गोलसँगै भिनिसियसले सन् 2002मा रोनाल्डो नाजारियो र रिवाल्डोले राखेको कीर्तिमानलाई बराबरी गर्दै विश्वकपका सुरुवाती 3वटै खेलमा गोल गर्ने इतिहास रचेका छन्। खेलको 60औं मिनेटमा म्याथियस कुनाले तेस्रो गोल गर्दै ब्राजिलको 3-0 को सहज जित सुनिश्चित गरेका हुन्। यो जितसँगै ब्राजिल 7 अङ्क बटुल्दै समूह विजेताको रूपमा नकआउट चरणमा पुगेको छ भने स्कटल्यान्डको भाग्य अन्य खेल र तेस्रो स्थानका टोलीहरूको नतिजामा निर्भर रहनेछ। यसै समूहको अर्को खेलमा मोरोक्कोले हाइटीलाई 4-2 गोल अन्तरले पराजित गरेको छ। खेलमा हाइटीले 10औं मिनेटमा आत्मघाती गोलको उपहार पाउँदै 2 पटकसम्म अग्रता लिएको थियो, तर 39औं मिनेटमा मोरोक्कोले खेललाई बराबरीमा ल्याइहाल्यो। पहिलो हाफको इन्जुरी समय र खेलको उत्तरार्धमा मोरोक्कोले उत्कृष्ट पुनरागमन गर्दै 78औं र 90औं मिनेटमा लगातार गोल गरेर नतिजा आफ्नो पक्षमा पारेको। मोरोक्को पनि 7 अङ्कका साथ हेड टु हेडका आधारमा उपविजेता बन्दै अन्तिम 32मा प्रवेश गरेको छ। हाइटी भने जितविहीन बन्दै विश्वकप 2026 प्रतियोगितामा यहीँबाट बाहिरिएको छ। यता समूह बी अन्तर्गत भ्यान्कुभर स्थित बिसी प्यालेस स्टेडियममा घरेलु दर्शकहरूमाझ स्विजरल्यान्डले आयोजक क्यानाडालाई 2-1 ले पराजित गर्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ। पहिलो हाफ गोल रहित सकिए पनि दोस्रो हाफ सुरु भएको 46औं सेकेन्डमै रुबेन भर्गासको सशक्त प्रहारले स्विजरल्यान्डलाई अग्रता दिलाएको थियो। 56औं मिनेटमा जोहान मन्जाम्बीले क्यानाडाको कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता दोब्बर बनाएका थिए। क्यानाडाका लागि बेन्चबाट आएका प्रमिस डेभिडले मैदान छिरेको 73 सेकेन्डमै गोल फर्काए पनि त्यो पुनरागमनका लागि पर्याप्त भएन। यद्यपि हारका बावजुद क्यानाडा इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। मुख्य प्रशिक्षक जेसी मार्सको टोली उपविजेता बन्दै अन्तिम 32मा पुगेको। अब राउन्ड अफ 32मा क्यानाडाले लस एन्जलसमा दक्षिण कोरियाको सामना गर्नुपर्ने सम्भावना छ भने स्विजरल्यान्डले बेल्जियमको चुनौती पाउन सक्छ। समूह बी के अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई 3-1 ले पाखा लगाउँदै आफ्नो नकआउट सम्भावना जीवित राखेको छ। बोस्नियाका लागि 29औं मिनेटमा केरिमी र 34औं मिनेटमा कतारका सुल्तान अल बलाकको आत्मघाती गोल मार्फत अग्रता दोब्बर भएको थियो। कतारका हसन अल हैदोसले गोल फर्काए पनि 80औं मिनेटमा एमिन मोहम्मदले गोल थप्दै बोस्नियाको जित पक्का गरेका हुन्। कतार सबै खेल हार्दै बाहिरिएको छ भने 4 अङ्क जोडेको बोस्निया उत्कृष्ट तेस्रो टोली बन्दै अन्तिम 32मा पुग्ने आशामा छ। यता समूह ए को अन्तिम खेलमा अर्को सहआयोजक मेक्सिकोले घरेलु मैदान मेक्सिको सिटी स्टेडियममा चेक रिपब्लिकमाथि 3-0 को शानदार जित निकाल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। पहिलो हाफ बराबर भए पनि मेक्सिकोका लागि 55औं मिनेटमा मातेओ चाभेज र 61औं मिनेटमा जुलियन किन्योनेसले गोल गरेका थिए। खेलको इन्जुरी समयमा अल्भारो फिडाल्गोले तेस्रो गोल थप्दै टोलीको जित पक्का गरेका हुन्। यो जितसँगै मेक्सिको 9 अङ्कका साथ समूहको शीर्ष स्थानमा उक्लिँदै नकआउट चरणमा प्रवेश गरेको छ। यसै समूहबाट दक्षिण कोरियालाई 1-0 ले हराउँदै दक्षिण अफ्रिका पनि अन्तिम 32मा प्रवेश गरेको छ। फिफा विश्वकप 2026 को समीकरण अब झन रोचक बन्दै गएको छ। ब्राजिलको कीर्तिमानी लय, मोरोक्कोको सङ्घर्ष र आयोजक राष्ट्रहरूको नकआउट यात्राले प्रतियोगितालाई थप रोमाञ्चक मोडमा पुर्याएका छन्। अब केही दिनमा समूह चरणका खेलहरू सकिएर नकआउट चरणका खेल सुरु भएपछि विश्वकप झनै रोमाञ्चक बन्ने निश्चित छ।